त्यसो कि दलले यसको लागि तपाईँ के भन्नुहुन्छ? नमस्तेमा आएको चाहिँ अहिले 2 मन्थ भयो, 2 महिना। कुन ठाउँमा हुनुहुन्छ सबै कुरा क्लियर गरिदिनु। म अहिले आएको चाहिँ दुबईमा हो। अनि मेरो चाहिँ सबै कुरा भन्न खोज्दा चाहिँ म काठमाडौँदेखि अलिकति एजेन्ट अनुसार र म्यान पावर अनुसार मैले बुझ्दाखेरि चाहिँ म्यान पावरले भनेको थियो र तपाईँको सेलरी 800 प्लस 200 अनि ओभरटाइम 5-6 घन्टा चल्छ भनेर आएको। अनि यहाँ आइसकेपछि चाहिँ अब कम्पनीले दिएअनुसार कामको आइफोनै निकाल्नु पर्ला 1500 आउने कारणले चाहिँ अहिले सबै कुरा अनुसार मेरो 2 मन्थ भइसक्यो, सेलरी पनि आएको छैन। अनि खानेकुरामा हरेक कुरा पनि मुस्किल छ, मलाई कम्पनीले पनि दिएको छैन। दललाई 2-4वटा शब्द भनिदिनु सर्टकटमा। दलले चाहिँ अब मलाई यस्तो भनेर उहाँदेखि सेलरी एउटा किसिमको भनेर यहाँ आउँदा चाहिँ अब एउटा किसिमको कम्पनीले दिँदाखेरि चाहिँ मैले दललाई के भन्न चाहन्छु भने चाहिँ अहिले भर्खरै भएको अब युवा ज्यान्जीहरूमा आन्दोलन भइरहेको अब प्रधानमन्त्रीसहित र प्रधानमन्त्रीले नै आफै राजीनामा दिएअनुसार अलिकति आउँदो प्रधानमन्त्रीले चाहिँ अब देश विकास र रोजगार मुलुक अनुसार रोजगारको विवरण चाहिँ निकाल्न छिटोभन्दा छिटो अनुरोध गर्दछु। किनकि थुप्रै नेपालीहरू अहिले विदेशमा आउनुको कारण के हो? ठिकै छ हैन, दललाई 2-4 शब्द मुख छोड्दिनु। अब जो दलालीहरू हुनुहुन्छ काठमाडौँमा, जो दलालीहरू हुनुहुन्छ ऊ दलालीहरूलाई एउटा यहाँ उहाँ सेलरी एउटा भनेर यहाँसम्म ल्याउँदा चाहिँ कम्पनीमा एउटा कुराले फसाएर प्रोभाइड गरिदिनु नि। त्यही भएर जो दलालीहरू काठमाडौँमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अलिकति छिटोभन्दा छिटो आफ्नो अलिकति नजिक ल्याएर आफैले एउटा आक्रमणसहित प्रहरीहरू नेपाल प्रहरीहरूले अलिकति आक्रमणमा लिएर के गर्नुपर्छ जेन्जी टोली खटाइदिनु भन्दिनु होला। जेन्जी टोलीहरूको लागि धेरै धेरै हार्दिक अनुरोध गर्दछु। भन्दा म फसी अनुसार अब सबै कुराहरू आगामी दिनमा अरु नेपाल प्रधानमन्त्री चेन्ज भए अनुसार के छ नेपालीहरू जतिले फसिराखन् नेपाल देश विदेशमा त्यो सबैको लागि अलिकति नेपालीहरूको लागि थोरै भए पनि अलिकति आत्मसम्मान आत्मविश्वासदेखि नै लगेर आफ्नो नेपालीहरूलाई अलिकति के कस्तो भइरहेछ भनेर देश विदेशमा पनि बुझिदिनु होला। दलीयहरूलाई के कस्तो छ, दलीयहरूले गरेको विकृतिहरू र भ्रष्टाचारीहरूलाई अलिकति आत्मसम्मान अनुसारले म के भन्न चाहन्छु भने चाहिँ दलीयहरूलाई छिटोभन्दा छिटो कानुन कारबाहीमा अलिकति जटिल र मुस्किल तरिकाले छिटोभन्दा छिटो चाहिँ अलिकति उहाँहरूलाई आक्रमण होस् भन्न चाहन्छु। ठिकै छ, दलको लागि 2 शब्द मुख छोडेर म बिप गराइदिन्छु ल। 2 शब्द दललाई मुख छोडेर 2 शब्द दललाई मज्जाले भित्रबाट मुख छोडेर। दलहरूले चाहिँ काठमाडौँ 17-1800 आउँछ गाली गरेर म बिप हाल्दिन्छु 1900 आउँछ भनेर माया सिग्नेहरूले अहिले यहाँ दुबईमा आउँदा चाहिँ माया सिग्ने 1200 रुपियाँ सेलरी खाइरहेको छु। माया चाहिँ त्यही पनि आउँदैन, खाना आफ्नै छ, बस्ने रुम आफ्नै छ। अझै दलालीहरूले माया सिग्ने 17-1800 आउँछ भनेर यतिसम्म पुर्याउँदा फेरि पनि अहिले एक कल गर्दाखेरि पनि फोन उठा रिसिभ छैन, मेसेज रिप्लाई छैन, भोइस रिप्लाई छैन, केही छैन। यो दलीयहरूलाई छिटोभन्दा छिटो यो नेपाल सरकारले समातियोस् र नयाँ हुँदै गरेको प्रधानमन्त्रीहरू जे हुनुहुन्छ उहाँहरूले चाहिँ देशदेखि विदेशसम्म नेपालको जो हरेक जनताहरू हुनुहुन्छ उहाँहरू देश विदेशमा गएको हुनुहुन्छ उहाँहरूलाई चाहिँ छिटोभन्दा छिटो अलिकति आफ्नो मन सम्मानदेखि लगेर आफ्नो आत्मसम्मानपनदेखि लगेर उहाँहरूलाई कन्ट्याक्टमा ल्याउने प्रयास गर्नु होला। र यो दलीय अनुसार यो म्यान पावर अनुसारले गर्दा अहिले नेपालीहरू धमाधम देश विदेशमा फसिरहन्, बेचिरहेका छन्। त्यो अलिकति केही न केही अलिकति विकृति र भ्रष्टाचारीहरूलाई आफ्नो र केही समयदेखि केही समयसम्म र छिटोभन्दा छिटो अलिकति विकासमा र नेपालीहरूलाई आवत जावत गर्ने प्रक्रियामा अलिकति ध्यानपूर्वक राख्नु होला भन्ने अनुरोध गर्छु। जय जेन्जी। जय जेन्जी। ओके, थ्याङ्क यू ब्रदर।